ल गाइस दुईजना हामी बसेर हैन यहाँ दुईजना बसेर यो भ्यूको साथमा इन्जोय आफैले गरेको मेहनतको फल हो। कस्तो आनन्द फिल भइरहेछ यार, म व्यक्तै गर्न सक्दिनँ साँच्चै भनेको। यस्तो मजाको भ्यू हैन, भ्यू हेर्न सक्नुहुन्छ। भ्यू देखाउँछु ल एकैछिन ल। यो भ्यू हेर्नु ल, यो पुरै भ्यू हेर्नु ल। यो भ्यू हेर्नु अनि यहाँ 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 चाहिँ हेर्नु अब कस्तो दामी यहाँ बसेर खानु कस्तो मजा आउँछ। अब सोच्नु त, हावा पनि बिन्दास चल्दैछ। आफै सोच्नु त, यस्तो भ्यूमा बसेर रमपम खानु फेरि कफी खानु कस्तो आनन्द फिल हुन्छ। म व्यक्तै गर्न सक्दिनँ। मजा आएछ। लाइफमा याद रहन्छ यस्तो कुराहरू होइन, मेमोरी बन्छ होइन। त्यहीबाट पनि आएको मेमोरी बनाउनलाई, इन्जोय गर्न पनि आएको। मजा आइरहेछ, खुसी छु म होइन, ओभरै खुसी छु। तर गाह्रो भयो चढ्न होइन। त्यो चढाइ अघिको र यहाँ आएर एकछिन रमबम बनाएर खाँदाखेरि त्यो सबै थोक म बिर्सिसकेँ कि जति मलाई गाह्रो भयो नि माथि चढ्नु, अनि जति कठिन भयो नि त्यो कठिनाइमा माथि आउने बित्तिकै, कफी खाने बित्तिकै, कफी बनाएर खाने बित्तिकै, यहाँ बस्ने बित्तिकै, यो भ्यू हेर्नु बित्तिकै, यो भ्यूहरू हेर्ने बित्तिकै पुरै मलाई आनन्द फिल भयो। रिल्याक्स भइसक्यो, म पुरै रिल्याक्स भइसक्यो। पुरा मजाको फिल आइरहेको छ अहिले आमामा खानु। तपाईँहरूलाई पनि आउनु मन छ भने, यस्तो भ्यू हेर्नु होइन, हामीसँग आउनु मन छ भने हामीलाई सम्पर्क गर्नु, कन्ट्याक्ट गर्नु। अर्कोचोटि आउँदा हामी तपाईँहरूलाई पनि जोइन गर्नेछौँ टिममा होइन। आउनु मन छ भने होइन, अब जसले आउनु मन लाग्छ भने कन्ट्याक्ट गर्दा हुन्छ। हामी होइन टिममा हामी जोइन गर्न सक्छौँ। अब अर्कोचोटि पालि फेरि हामी नेक्स्ट ठाउँमा, योभन्दा राम्रो ठाउँमा, योभन्दा राम्रो भ्यू होइन। अब यहाँ त पुरै हरियाली भयो। अब तपाईँहरूलाई पुरै पानीमा हामी देखाउनेछौँ अर्कोचोटि होइन। अर्कोचोटि गएपछि पुरै पानीमा कुकिङ गर्ने, पानीमा खाने, पानीमा बस्ने, सबै पानीमा हुन्छ अर्कोचोटि होइन। योचोटि चाहिँ एक्सपिरियन्स लिनलाई, यस्तो भ्यू हेर्नुलाई कस्तो हुन्छ, के चाहिन्छ भन्ने कुराहरूले मात्रै हामी यस्तो ठाउँमा नजिकमा आएको। अब अर्कोचोटि टाढा जानेछौँ। त्यो ठाउँमा तपाईँहरूलाई जानु छ भने, इच्छा छ भने, मन छ भने तपाईँहरूले हामीसँग सम्पर्क गर्नुहुन्छ, हामीसँग कन्ट्याक्ट गर्नुहुन्छ भने तपाईँहरूलाई पनि टिममा जोड्नेछौँ हामी होइन। तर कसम भनेको मनमा नि यस्तो रमाइलो फिल भइरहेको छ नि। यो चाउमिन अब रमपम होइन खानु, अनि यस्तो मजाको भ्यू हेर्न पाउनु, यस्तो मजाको भ्यू हेर्न पाउनु होइन। र यस्तो क्याम्पिङमा रेस्ट गर्नु, क्याम्पिङमा हामी रेस्ट गरिरहेछौँ पुरै होइन। कस्तो मजा आउँछ हेर्नु र, छुट्टै मजा आउँछ एउटा होइन। छुट्टै गाइज कसरी व्यक्त गर्नु अब भन्नु। ओ माई गॉड, यस्ता कुराहरू कसरी व्यक्त गर्नु भन्नु, यस्तो कुराहरू कसरी व्यक्त गर्नु अब भन्नु न तपाईँले। हामी भनेर तपाईँहरूलाई त्यो फिलिङ्सै दिन सक्नु। तपाईँ आफै विचार गरेर त्यो फिलिङ्स लिनु कि हामी अहिले कुन फिलिङ्समा रमाइरहेछौँ, मोज गरिरहेछौँ होइन, मजा लिइरहेछौँ। तपाईँहरूले आफै पनि महसुस गर्नु सक्नुहुन्छ होइन। किनभने हाम्रो अनुहार, हाम्रो जुन अनुहारमा एउटा चमक छ, मुस्कान छ, त्यो मुस्कानले तपाईँहरूले फिलिङ गर्नु सक्नुहुन्छ नि हामी कति अहिले रमाइलो फिल गरिरहेको छौँ, कति राम्रो फिल भइरहेछ, कति मजाको लागिरहेछ भने तपाईँहरूले आफै पनि फिल गर्न सक्नुहुन्छ होइन। पुरै सिन कस्तो दामी छ। यो आँखामा के पसिना छिरो कि के छिरोको हो, पुरै चिलाइरहेछ न। लगाए जब्बर मजा आयो मलाई होइन। यहाँ जब्बर मजा आयो, रमबम खाँदैछु। लगाइ रमबम खाएर पुरै रमबम खाएर हामी होइन यहाँ सरसफाइ जति थोक गऱ्यौँ नि सबै सरसफाइ गरेर अनि एउटा प्लास्टिकमा हालेर लगेर तल लगेर, कहाँ डस्टबिन हुन्छ सुरक्षित ठाउँमा हुन्छ त्यहाँ लगेर फ्यालेर अनि त्यहाँबाट हामी साइकल लिएर अनि हामी जानेछौँ। अहिले एकछिन यहीँ बस्छौँ र यहाँको पनि के भिडियो अझै सिन राम्रो पाएँ भने अन्त्य घुम्न गयो भने त्यो पनि क्याप्चर गरेर म तपाईँहरूलाई देखाउने छु। भिडियोमा बनिरहनु होला। सबजनालाई सपोर्ट गर्नु, माया देखाइदिनु। यति भन्दै धन्यवाद।